हेलो फाइट फ्यान्स। आइएफसीको फाइट इभेन्ट पनि सक्यो, जसमा दुवै नेपाली फाइटर सङ्गीता धामी र कुञ्जन कक्षपतिले फाइट जिते। त्यो पनि फाइट फिनिस गरेर। केएफएन पछिको यो इभेन्ट पनि नेपालीको लागि बवाल भयो। मान्नै पर्छ, दुवै नेपाली फाइटरले फाइट फिनिस गरिदिए। ग्राउन्ड गेममा अपोनेन्टसँग कुनै एन्सर नै थिएन। सङ्गीता र कुञ्जन कक्षपतिको यो फाइट देखेर अझै होप बढिरहेको छ नेपाली फाइटरहरूको नेक्स्ट फाइट इभेन्टको लागि। यो भिडियोमा यिनै कुरा गर्नेछु, राउन्ड बाई राउन्ड फाइट ब्रेकडाउन गर्नेछु, प्लस फाइट कस्तो लाग्यो त सबै भन्नेछु। सो अन्तिमसम्म हेर्नु होला है त। प्रिलिम्सको सेकेन्ड फाइट थियो कुञ्जन कक्षपतिको। पहिले नै भनेको थिएँ सङ्गीता धामीको फाइट फिनिस नभए पनि यो फाइट चाहिँ फिनिस हुने चान्स हाई छ भनेर। हुन त दुवैजनाको फाइट फिनिस भयो, जुन प्राउड मोमेन्ट हो। अब राउन्ड बाई राउन्ड ब्रेकडाउन गरौँ है त। फर्स्ट राउन्डको स्टार्टबाटै कुञ्जनले प्रेसर दिने स्टार्ट गरे र टेकडाउन एटेम्प गरे, बट अपोनेन्टले नि आफ्नो एन्टी ग्राप्लिङ देखाए र रिभर्स गर्न सक्सेस भयो। फेरि कुञ्जनले टेकडाउन गरे, बट यो टाइममा कुञ्जन आफै प्रब्लममा आएका थिए। त्यसपछि अपोनेन्टले सबमिट गर्ने ट्राई पनि गरे, बट उनले नेक नै क्र्याङ्क हुने गरी रोटेट गर्न खोजिदिए, जुन एमेच्योर फाइटमा इल्लिगल मुभ हो, जसले गर्दा रेफ्रीले बिचैमा फाइट स्टप गरे। यो राउन्ड फर्स्ट राउन्ड भएकोले गर्दा कुञ्जनको प्रेसरलाई ह्यान्डल चाहिँ गर्न सक्यो अपोनेन्टले, बट भोल्युम र कन्ट्रोलले गर्दा स्टिल कुञ्जनले यो फाइट जितेका थिए। त्यसपछि सेकेन्ड राउन्ड आयो, जुन मेरो लागि फेभरेट राउन्ड हो, जसमा बिस्तारै अपोनेन्ट कुञ्जनको प्रेसरले ब्रेक हुँदै गइरहेको थिए। एन्ड फेरि कुञ्जनले टेकडाउन सक्सेसफुल्ली एटेम्प गरे, प्लस यो राउन्डमा ग्राउन्ड एन्ड पाउन्डको भोल्युम पनि हाई राखे। म त अब कुञ्जन थाकिहाल्छन् जस्तो लागिरहेको थियो, किनभने टेकडाउन एटेम्प र ग्राउन्ड एन्ड पाउन्ड ब्याक टु ब्याक गर्दा इनर्जी डाउन भए जस्तो देखिन्थ्यो। बट यो राउन्डको लास्ट सेकेन्डसम्म पनि भोल्युम उत्तिकै थ्रो गरेर, जसले गर्दा पनि थाहा हुन्छ उनको कार्डियोको लेभल के छ भन्ने कुरा। यो राउन्ड पनि फुल डोमिनेट गरे र लास्टसम्म आउँजी अपोनेन्टलाई लागिसकेको थियो कि ग्राउन्ड गेमको स्किल आफू र कुञ्जनमा कति डिफ्रेन्स छ भन्ने। थर्ड राउन्डमा पनि सेम प्रेसर देखियो कुञ्जनबाट, एन्ड टेकडाउन एटेम्प गरेर इफेक्टिभ सर्ट ल्यान्ड गर्न थाले। अघिल्ला राउन्डमा पनि सबमिट गर्ने ट्राई गरेकै हुन् कुञ्जनले, र त्यति बेला अपोनेन्टले स्केप गर्न सक्सेस भएका थिए। तर यो राउन्ड आउँजी उनी ब्रोक भइसकेका थिए, प्लस ग्राउन्ड गेमको कुनै एन्सर थिएन, जसले गर्दा कुञ्जनले इजिली सबमिट गरेर फाइट इन गरिदिए। फाइट त्यस्तो कम्पिटेटिभ नै भएन, ग्राउन्ड गेम सोलिड देखाए कुञ्जनले। इन्ट्रेस्टिङ कुरा त उनले यो फाइट नै फिनिस गरिदिए। आफ्नो करियरको सबै फाइट फिनिस गरिरहेछन्। यो इभेन्टमा कुञ्जनले मात्र होइन, सङ्गीता धामीले नि फाइट फिनिस गरिदिन्। अब त्यो फाइटको बारेमा नि कुरा गरौँ है त। सङ्गीता धामीको फाइट पनि खत्रै भयो। फर्स्ट राउन्डमा सङ्गीताले नि चाहिँ मस्त ल्यान्ड गरिरहेको थिइन् बडीमा। त्यति बेला आर्यले अलि फम्बल भएको जस्तो देखिन्थिन्, बट उनले पनि काउन्टर चाहिँ गरिरहेको थिइन्। मलाई लागिरहेको थियो त्यो ब्याक टु ब्याक नि ल्यान्ड गरेको बेला नै फाइट फिनिस हुन्छ भन्ने, किनकि आर्यले आफू हट भएपछि क्लिन्च गर्न सकिरहेको थिएनन् एन्ड फाइट सेन्टरमा गर्न खोजिन्, बट त्यो नि काम लागेन। एउटा मोमेन्ट चाहिँ आएको थियो आर्य चौधरीको लागि बेस्ट। लास्टतिर जति बेला आर्मबार सबमिसन एटेम्प गरिन्, बट टाइम थिएन, सायद 10 सेकेन्ड जति बाँकी थियो। त्यो बाहेक त्यस्तो खत्रै पर्फर्मेन्स मोमेन्ट आर्यको लागि यो फाइटभरि नै थिएन। सेकेन्ड राउन्डमा पनि सङ्गीताले टेकडाउन एटेम्प सक्सेसफुल्ली गरिन्। त्यसपछि ग्राउन्ड एन्ड पाउन्ड बवाल थियो। त्यति बेला नि रेफ्रीले स्टप गर्छ कि जस्तो लागिरहेको थियो, किनकि एमेच्योर फाइटमा त्यतिसम्म इफेक्टिभ पन्च ल्यान्ड भएमा फाइट स्टप हुन्छ। सायद आर्यलाई चान्स दिएको हुनुपर्छ, किनकि उनले नि डिफेन्स अलिअलि चाहिँ गरिरहेको थिइन्, गिभअप गर्ने मुडमा थिएनन् उनी। थर्ड राउन्डमा नि सेम सिनेरियो क्रिएट गरिन् सङ्गीताले, बट यो टाइममा रेफ्रीले नि स्टप गर्नै पर्ने भयो, किनभने ब्याक टु ब्याक सर्ट खाइरहेको थिइन् आर्य चौधरीले। मलाई स्टार्टमा चाहिँ यो अर्ली स्टपेज जस्तो लागिरहेको थियो, बट फेरि मैले फाइट हेरेँ अनि लाग्यो कि सही डिसिजन थियो। त्यहाँ स्टप नगरे पनि आर्यलाई नै ड्यामेज हाई हुन्थ्यो, किनकि फर्स्ट राउन्डबाट नै सङ्गीताले त्यस्तो रक हुने तरिकाको सर्ट चाहिँ हानेकी थिएनन्, बट इफेक्टिभ सर्ट चाहिँ ल्यान्ड गरिरहेकी थिइन्। यसरी सङ्गीता धामीले फुल डोमिनेन्सका साथ फाइट फिनिस गरिदिन्। मस्त कुरा त के हो भन्दा सङ्गीता धामी स्टिल अनडिफिटेड रहिन्, विथ रेकर्ड 6 विन एन्ड 0 लस, त्यो पनि एमेच्योरमा। सायद मलाई लाग्छ अब प्रो फाइटतिर इन्ट्री गर्छिन् होला, बट अफकोर्स जति एमेच्योर फाइट गर्यो त्यति नै कन्फिडेन्स बुस्ट हुने हो, प्लस स्किल सिकिने हो। ओभरअलमा भन्दा दुवै फाइटरले खत्रै डोमिनेन्ट देखाए।
फाइट प्रिलिम्स कार्डमा भए पनि फाइट चाहिँ फुल पावरका साथ फिनिस गरे। त्यस्तै दुवैजनाको रेकर्ड रहिरह्यो। कुञ्जन कच्छपतिको स्टिल सबै फाइट फिनिस गरेको रेकर्ड एन्ड सङ्गीता धामीको स्टिल अनडिफिटेड रहेको रेकर्ड। जे होस् इन्डिया गएर नेपालीलाई प्राउड गराएर आएका छन् दुवै फाइटरले। बिग रेस्पेक्ट टु दिस फाइटर्स एन्ड अल हु सपोर्ट देम। भन्नै पर्ने कुरा चाहिँ जे होस् लक एन्ड रोल एमएमबाट फाइट गर्ने फाइटरको जुजुसु स्किल र ग्राउन्ड गेम कन्ट्रोल चाहिँ मान्नै पर्छ। टफ फाइट होला भनेका फाइट पनि ग्राउन्डमा गेम गएपछि अपोनेन्ट पुरै क्लुलेस देखिन्छन्। युएफसीमा डागिस्तानी फाइटरको अगेन्स्टमा फाइटर क्लुलेस भयो जस्तो। जे होस् ट्रेनिङ डह्रो भइरहेछ जस्तो छ लक एन्ड रोल एमएमएमा। तपाईँहरूलाई कस्तो लाग्यो त सङ्गीता र कुञ्जनको फाइट? के लाग्छ अब प्रोफेसनल फाइटमा जाँदा हुन्छ कि अझै एमेच्योर फाइट गर्दा राम्रो हुन्छ? के छ ओपिनियन कमेन्ट गर्नुहोला। प्लस मैले चाहिँ टप 10 नेपाली फाइटरको ऱ्याङ्कवाला भिडियो बनाउन ट्राई गरिरहेको छु, लाइक पाउन्ड फर पाउन्ड ऱ्याङ्किङ सिस्टम जस्तो। युएफसीमा छ नि त्यस्तै खालको एक्टिभ टाइम र इम्प्रेसिभ फाइटको बेसमा। अहिले रिसेन्टली धेरै नेपाली फाइटरले एक्टिभली फाइट गरिरहेछन् एन्ड विन पनि इम्प्रेसिभ तरिकाले गरिरहेछन्। सो आई विल ट्राई टु मेक द्याट भिडियो। नेक्स्ट भिडियोमा भेटौँला है त। थ्याङ्क यू फर वाचिङ।